Cape hiking. Hello, hello. Welcome to the Old Man Cape hiking. Thank you. Hello, बाजे भन्नु यता बाजे हेरेर भन्दैन त भान्जा ज्वाइँ आउनु हुँदैछ हो ओल्ड केप माउन्टेन त साँच्चै नै चेप्पा र केपै जस्तो रहेछ नि त पुरै तपाईँहरूलाई म भिडियो गरेर देखाउँछु अब बुढो मान्छेहरूको केप यता पारी यस्तो छ है उहाँ र हाम्रो फ्यामिलीहरू ओल्ड म्यान केपमा आज चाहिँ सबै नेपालीको टर्न रहेछ फेरि घुम्ने हो अगाडि चाहिँ क्याप्टेन रहेछ भाउजू नछोड्नु है हात कस्तो डर लाग्दो रहेछ हौ अश्विन पक्री सभ्यलाई बहिनी डराउँछ पक्राइ हो र आज पहिलोचोटि दिदी गयो नि हो माइ गॉड अलिक डेन्जर रहेछ है यो चाहिँ हो अर्को पुल पुलै पुल पुलै पुल पुलै पुल रहेछ अर्को पुल पर हो पुलै पुल पुलै पुल केप भन्छ साँच्चै नै केप जस्तै नै रहेछ डर लाग्दो रहेछ नि हो अजिगार बस्ने जस्तो ब्रिजहरू एकछिन वेट गरौँ होला हाम्रो ग्रुप छुट्यो जाँदै गर्नु आउँदैछन् अगाडि सभ्या रहेछ है आउँदैछ हाम्रो ट्रेकिङ ग्रुप ट्रेकिङमा आएको हेर्दै हिँड्नुपर्ने
के भित्र पस्यो है यहाँबाट निस्किन्छ त्यहाँबाट पसेको यहाँबाट निस्किन्छ त्यहाँबाट पसेको लुत्तु लुत्तु निस्किँदैछ उहाँबाट हालेको मान्छेहरू केप वहाँ पर केप केप यो पुल तरेर अन्त राजा रानीको केप जस्तो छ ओडा जस्तो त्यहाँ पुग्नु पर्ने अरे बनझाँक्री नि बस्छ अरे उहिले भन्थ्यो अमेरिकन बनझाँक्री अब यो बाटोबाट हिँडेर हामी यताबाट आएको यो दुलोबाट छिरेर अनि पारी पुगेर यहाँबाटै नानी गलेर हत्तु भएछ भाउजू डरले कोही फर्केर आउँदैछ यहाँ बसिरहेछ सतासी धामको जस्तै याद आयो मलाई तर त्योभन्दा राम्रो यो त यो पारीको बाटो लाग्यो हाम्रा एन्सन पर गइरहेछ मनिषा दिदी आहान आयन्स जय हिँड्दै हिँड्दै गलेर नानीलाई कोक्रोमा हाल्दैछ अब ब्यागमा एन्सन गल्यो हाम्रो एन्सन हिँड्नु सकेन उकालो बिचरा ल है हामी आइपुग्न आँट्यौँ है अब गन्तव्यमा कि गलेर टाइट भएर चाहिँ यहाँ रेस्ट गर्दैछु अरू आइरहेछन् उता यहाँदेखि तल छङ्ग भिर छ उँधो उता पारी पाखा फेरि यस्तो छ भाउजू घिसेरेको ल मम्मी लेट्स गो मम्मी उता ल नै अब तल पोखरी रहेछ तल आइपुग्यो है अब यहाँ तल यता झरना छ ऊ पारी झरना ऊ देख्नु हुँदैछ झरनाहरू ऊ झरना हाम्रो अझै ऊ पर रहेछ झरना ऊ झरनामा आइपुग्यो यत्रो लामो ट्रेकिङ गरेर लगभग 1.5 घन्टा 2 घन्टा लामो उकालो ओह्रालो हिँडेर हामी झरनामा आइपुग्यौँ अब यहाँबाट ब्याक टु होम
लु अब हामी गएको यताबाट जानुपर्छ ऊ मनिषा भान्जी बाटो लागिनु यताबाट उकालो चढेर घर फर्किनुपर्छ अब हामी घर गएको है स्विमिङ गरिवरी ऊ माथि एन्सेन भाउजू अस्बिन सबिया अजय यो डाँडाको बाटो यताबाट माथि चढेर माइ लर्ड यो डाँडा नागेर जानुपर्छ यता पनि जाने बाटो रहेछ यहाँ चाहिँ यता गयो भने झन् डेन्जर छ अरे त्यही भएर यता चाहिँ जानुपर्ने रहेछ हामीहरू चाहिँ उनीहरू न कस्तो डर लाग्दछ ओ माइ लर्ड अनि माथिको पुल चढ्नुपर्छ तल छङ्ग छ छिरेर जाने हेर्नु न हौ माथि निस्किन्छ फु त्यहाँ आयन्सले हेरिरहेछ यता उताबाट आइरहेछ माइ गड यहाँबाट माथि फुत्तै पार्किङमा निस्किँदो रहेछ केबाट छिरेको यहाँ निस्किन्छ हेर्नु त सबिया निस्कि आयन्स र भाउजू आउनु हुँदैछ एन्सन र भाउजू अस्बिन अजय सबैले पौडी खेले नि अस्बिनले सबै अगाडि निक्लेर दुलोबाट निस्केर बसिरहेछन् ठुल्ठुलो खालको मुसाहरू हो कि अघि निक्लेर दुलोबाट हातफुत सकेर हामी अब घर जान लागेको माथि डाँडामा आइपुग्यौँ गाडीको पार्किङ छेउमा आइपुग्यौँ अब घर गएको